ल गाइज मैले सबै क्लिन हे गाइज वेलकम ब्याक टु आवर न्यू भिडियो। आशा गर्छु तपाईँहरू सबै सन्चै अनि आरामै हुनुहुन्छ। म पनि सन्चै अनि आरामै छु। आज म बिहान उठेर फ्रेस भएर अब एउटा काम गर्न जाँदैछु, जुन यो भिडियोमा तपाईँहरूले लास्टसम्म हेर्नुहुन्छ भने थाहा पाउनुहुनेछ र अरूले गरेको कामहरू हो जुन यो भिडियोमा तपाईँले हेर्नुहुनेछ। यो काम तपाईँहरूले कदापि नगर्नु होला र जुन मैले गर्दैछु त्यो काम तपाईँले गर्नु होला। गाइज म तपाईँहरूलाई एउटा चिज देखाउन जाँदैछु। यो मेरो रुमको एक्ज्याक्टली पछाडि अब झ्यालबाट मान्छेहरूले यसरी खाएर हेर्न सक्नुहुन्छ के फाल्नुभएको छ। बियरको बोतलहरू कपडाहरू यसरी फोहोरहरू नगरिदिनु होला। आफ्नो होस्टेल अगाडि पछाडि एकमोटेसनको अगाडि पछाडि रुमहरू सफा गर्नु होला। अहिले हामीले एसएल नै प्रब्लम भनेको यही हो, रुमहरू नपाउने किनकि क्लिनिङहरू छैन। अब एक्ज्याक्टली यता हेर्नुहोस् हाम्रो एरियातिर अनि प्लस यता एरियातिर कति फरक छ क्या। यसरी आफैले सोच्नु न, यसरी नगरिदिनु होला। तपाईँले गर्दा अरूले दुःख पाउँछ। सो एकदमै ध्यान दिनु, पछिको दिनमा हामीले नि गाह्रो हुने हो रुमहरू नपाएर। सो यहाँ बियरहरू खानुभएको छ, फाल्नुभएको छ, यसरी नफाल्नु होला। मैले त केही खाँदिनँ यस्तो। सो अब म यसले के गर्न जाँदैछु तपाईँहरूले आफै हेर्नुहोस्। यस्तो चिसोको टाइममा लगभग 3-4 डिग्री माइनस छ, त्यही पनि म यसले अब के गर्दैछु तपाईँहरू आफै हेर्नु। सफा गर्ने एरियातिर म आइसकेको छु। बहुत झाडी छ। हेर्नुभयो बियरको बोतल एउटा प्लास्टिक भइसक्यो। ल गाइज मैले सबै क्लिन गरिसकेको छु। यसरी फोहोरहरू नगर्नु होला, मेरो यही रिक्वेस्ट छ। म बानीहरूलाई सुधार्नु होला। यसरी गर्दै जाँदा पछिको दिनमा हामीलाई नै गाह्रो हुने हो। सबै एकदमै ध्यान होला। अनि अब हेर्न सक्नुहुन्छ, अब त्यो त कन्स्ट्रक्सन लाइन भयो, उता रिपेयरिङहरू सबै हुँदैछ। बट मैले गर्नुपर्ने त्यो सबै क्लिन गरिसकेको छु। अब यो ढुङ्गा हो, यो पनि ढुङ्गा हो र यसलाई म उता लानेछु गार्बेजतिर। यो पनि क्लिनिङ भइसक्यो। र अब हेर्नु मैले सफा गर्दैछु कस्तो देखेर। आफ्नै वातावरण आफ्नै घरको वरिपरि हो। सो
यसरी नै सफा गरिराख्नु, फोहोरहरू नगर्नु। सो गाइस, तपाईँहरूले हेरि नै सक्नुभयो, मैले क्लिन गरिसकेँ। कति डर्टी थियो, सबै बियरको बोतल प्लास्टिकहरू थियो। सो म अब काममा जाँदैछु अनि थ्याङ्क यू फर वाचिङ दिस भिडियो। अनि नेक्स्ट भिडियो फेरि नयाँ भिडियोमा तपाईँहरूको माझमा लिएर आउनेछु। सो आजको मेरो यो एउटा इन्फर्मेसन थियो कि यसरी फोहोरहरू नगर्नुहोस्, पछिको दिनमा हामीलाई गाह्रो हुने हो। सरसफाइमा एकदमै ध्यान दिनु। थ्याङ्क यू।